सुदन गुरुङलाई राखेर यो देश बच्छ भने सुदन गुरुङलाई गोली ठोक्नुपर्छ भने फर्स्टमा सुदन गुरुङ नै आउँछ तपाईहरु सबैजनालाई बचाउनको लागि। आफ्नो देशको लागि यस्तो दुःख त 100,000 कुर्बान हो। यो देश बाँच्छ भने मैले सुनिरहेको छु 24 गते सुन्दा 8-9 महिनामा 24 गते बच्चा मरेको छ तपाईहरुले 24 गतेको के कति कुरा नियम अहिले भनिरहेछ हाम्रो जेनजीको माग कति पूरा भएको छैन। त्यो नियम कानुन अड्काउने कसले बनाएको? हामीले बनाएको। पुरानो नियम कानुनमा टेकेर गरेन फेरि भ्रष्टाचारको मुद्दा लाउने फेरि त्यही प्रतिपक्षको साथीहरू मानिन्थ्योहरू होला फेरि भ्रष्टाचार भयो भनेर भन्नु होला त्यहाँ कसैलाई न्याय दिँदै गर्दाखेरि त्यो पनि विचार गरेर गर्नु पर्यो हामीले त। त्यो गर्दै गरेर यति दुःख पाछौँ हामीले। तर बट स्टिल आफ्नो देशको लागि यस्तो दुःख त 100,000 कुर्बान हो। त्यही भएर यसमा हामीले गर्नुपर्ने हाम्रो आफ्नो दायित्व नेपाल सरकारको तर्फबाट दायित्व हामीले 1 इन्च पनि हामी छोड्दिनौँ। हाम्रो आफ्नो कर्तव्य पुरै गर्छौँ र नचाहँदै पनि आफ्नो अथक प्रयासपछि पनि आज हाम्रो गणेश नेपाली भाइले आज हामी माझ हुनुहुन्न। म बुझ्छु यो कुरा तपाईहरुको प्रश्नहरू म बुझ्छु तपाईको धेरै क्वेशन्सहरू छ तर हामी त्यहाँ हुँदै गर्दा हामीले आफ्नो बेस्ट दिएको विश्वास गर्नुस्। मलाई ढाट्नु आउँदैन म पहिलादेखि भन्छु मलाई ढाट्नु आउँदैन मलाई ढाट्नु मन लाग्दैन र अहिले यस्तो गरिमामय सदनलाई मैले ढाट्दाखेरि मलाई पाप लाग्छ। म सारा नेपाली जनतालाई ढाटिरहेको हुन्छु म यस्तो ढाट्नु मलाई मन लाग्दैन। जी हो यही हो रे यथार्थ। तपाईले मिडियाकर्मी साथीहरूलाई सोध्नु होला कहिले मैले बोलाएको छु मिडियाकर्मी साथीले मलाई आएर घेरेर बस्छ भनेर कहिले भनेको छु मैले? उहाँहरूले आफ्नो कर्तव्य निर्वाह गर्नलाई धेरैवटा प्रश्न गर्नुहुन्छ त्यही पनि मैले प्रश्न उत्तर नदिकन आफ्नो काममा सुरु हिँड्छु। कति कुरा मैले चिप्लेर बोली किनकि सदनमा हेर्दै गर्नुहोस् न म यहाँ उभिनेपछि सबैजना कसरी हेर्नुहुन्छ अब सुदन गुरुङले गृहमन्त्रीले के चिप्ल्याउँछ र त्यसलाई भाइरल बनाउँला भनेर बसिरहेको हुन्छ। त्यो हो तरिका। तर त्यही पनि कतिजना मानिसज्यूहरू विपक्षी मानिसज्यू भए पनि मलाई माया गर्नुहुन्छ। मैले देखाएको छु हाम्रै मानिसज्यूहरू धेरै माया गर्नुहुन्छ। कति गलत गर्ला कि हामीले सच्चाइ दिनुपर्छ मलाई सम्झाइ पनि राख्नुहुन्छ। त्यसमा म एकदमै आभारी छु। आइएम भेरी ह्याप्पी आइएम मोर देन ह्याप्पी। म एउटा जेनेरेसनलाई रिप्रेजेन्ट गर्छु एउटा युथलाई रिप्रेजेन्ट गर्छु एउटा नयाँ पुस्तालाई रिप्रेजेन्ट गरेर हामीहरू आइरहेको छौँ र त्यो पुस्ताको इज्जत धान्ने कर्तव्य मेरो र म त्यो पुस्ताको इज्जत फाल्न नदिनको लागि म हर कदम प्रयास गर्छु। तपाईहरूको नि इज्जत नफाल्नको लागि विदेशमा गएर म तपाईँहरूको इज्जत पनि धान्नलाई म हर कदम प्रयास गर्छु। चाहे तपाईँ काङ्ग्रेस होस् चाहे तपाईँ एमाले होस् तपाईँ माओवादी होस् हामीलाई त्यस्तो सरकार छन्। तपाईँ एउटा नेपाली हो मेरो लागि तपाईँ मेरो दाजु हो मेरो